नमस्ते गाइस, सबैलाई चाहिँ वेलकम छ हैन नयाँ भ्लगमा। आजदेखि नयाँ भ्लग स्टार्ट हुँदैछ हैन। रबिन मगर भ्लग छ अनि म चाहिँ रबिन मगर हैन, म चाहिँ उसको साथी हो। ऊ चाहिँ अगाडि छ। हामी चाहिँ अनि आज फर्स्ट भ्लग बनाउनको लागि भन्दा नि हामी चाहिँ हिँडेको खासमा लुगा धुनलाई खोलामा। अनि जाँदा जाँदै भ्लग एउटा नयाँ बनाएर हाल्दिउँ युट्युबमा भनेर आज चाहिँ भ्लग बनाउन थालेको। हामी चाहिँ अहिले खोला जाँदैछौँ। अहिले हल्का तल हामी रुमबाट चाहिँ अनि हिँड्दैछौँ। हामी यहाँ आउँदैछ रबिन मगर उयो भ्लग उसकै हो। स्टार्ट मैले आज मैले गरिदिएको होइन, अरूलाई फर्स्टमा चलाउनु दिनु हुँदैन क्या। अनि हामी चाहिँ अब अहिले कति बज्यो, 12:30 भयो। हामी चाहिँ अब यहाँबाट हिँड्यौँ 1 बजेतिर पुगेर सुरु गऱ्यो भने 3 बजेसम्म सक्छ होला। आउने बेला 3:30 4 बज्छ आउँदाखेरि। अनि हिजो अस्ति पानीबाट खोलाबाडी आएर आज अलिक ठुलो भएको छ। अब अलिक ठुलो रहेछ भने पौडी पनि खेल्न अलिअलि मजा आउने गरी चाहिँ भयो नि। अनि हामी चाहिँ अब अलि नि के होइन, अलि नै राम्रो आयो भइगयो नि। त्यस्तरी त हल्ला छैन, मेरो हात पनि के हो आइफोन त होइन, एन्ड्रोइड होइन, रियलमी कति रे, रियलमी कति रे, रियलमी C11 हो होइन गाइस। राम्रो नआए पनि अब हेर्नेले हेरिदिनु होला। आजकै भिडियो हो अनि सकेसम्म हामी आज नै अपलोड गर्छौँ होइन। कतादेखि जाने हो हामी, अस्ति पनि गएको सिधा तकदुर झर्नु छ। झरौँ, बाटो देखाइदिन्छौँ। लाइक कमेन्ट सब्सक्राइब सक्नुहुन्छ सबै गरिदिनु होला। सकेसम्म सेयर गरिदिनु होला, सबै च्यानललाई फैलाइदिनु होला सबैतिर। अरू त के भन्नु अब, लाने पुग्नु अनि आँटिसकेपछि अहिले असार पर्दैछ। धान रोप्न ट्र्याक्टर लाउँदैछ, कसैले हलैले जोत्दैछ होइन। सबै ल्याएर आज सबै त्यो 2-4 दिनहरू सक्छ होला रोपेर नि हरियो सबै अब सेतो हुन्छ। ठुलो त त्यति छैन साह्रो, के भने पहिलाको भन्दा ठुलै हो। अब हामी तल खोलामा पुगेर देखाउँछौँ है। अहिलेको लागि चाहिँ भाइ है गाइस, हामी फेरि पनि खोलामा आइसकेको छौँ होइन। खोला चाहिँ सानै छ होइन, ठुलो भन्दा पनि सानै छ। अस्तिको चोटि आउँदा ठुलै हो त्यो भयो नि, सानो कि सानो नि हो। अब यत्रो खोलामा असारको बेलामा जम्मा यत्रो खोला चाहिँ यसलाई के ठुलो हुन्छ र गाडी आउनुपर्ने बेला हल्का सँगै त नुहाउनु हुने छ होइन। नभए परेको है आइगयो। हो त्यहाँनिर अगाडि त्यो झोलीमा पुग्छ है। यहाँ तल रोड यो आम्बट जाने रोड आउँछ, त्यो माथि जाने भाइको घर त अन्त कहाँ हो कता हामी चाहिँ अहिले खोलामा छ गाइड होइन। अब अलि जहाँनिर हुने नुहाउने र लुगा धुने ठाउँ हुन्छ त्यहीँनिर बसेर लुगा धुन्छौँ। पहिला हामी लुगा धोएर सुकाउने अनि नुहाउने हो। त्यसपछि त्यही राम्रो लाग्ने निस्किएको थियो। त्यो चाहिँ धान रोप्ने कार्यक्रम हुँदैछ होइन। आउँदैन आएन सुगर होइन हामी हेर्नु, जिन्दगी यस्तै छ। अब खोलामा त आइसक्यो। अहिलेलाई चाहिँ अब पानी हाल्नु पऱ्यो होइन। पहिला ठाउँ खोज्यौँ कस्तो छ अनि त्यहाँपछि हेरौँ गाइस। हामीलाई त झन् खोलाले दुःख दिनुसम्म दियो हौ। यस्तो पो आउँदै जान्छ त झन् माथि जाँदाखेरि यस्तो आउने ठाउँमा देखिरहेको आज यो त अनि आधी मान्छे आधी मैला जस्तो भयो नि हौ। त्यति चाहिँ नभनु होइन, जे भयो नि आधी मान्छे आधी मैला भयो भने यता मैला जस्तो यता मात्रै भिड्यो नि त। यता पुरुष जस्तो त यता मैला जान्छ त। हामीलाई त दुःख दिनुसम्म दियो हो गाइस।
अझै कति माथि जानुपर्ने हो थुप्रो माथि आइसक्यो त यार अब त खोला पनि देख्न छोडिदिएको हो अगाडि ऊ त्यहाँदेखि सिध्यो त अनि ऊ त्यहाँदेखि सिध्यो त बिमारी सिध्यो हामी त अब मैला मैला बाई है पुरुष पुरुष भइ त अब यतै कतै ठाउँ हेरिन्छ धुइन्छ लुगा सुगा होइन यस्तै हो गाइज अरू के भन्नु भ्लगिङ सिक्दैछु होइन मैला मैला थुक्यो गाइज यहाँबाट आएको रहेछ मैलाहरू कहाँ मिसिने होइन त्यो एउटा सिक्केका तर यो अरूलाई है मेरो गर्लफ्रेन्डलाई होइन भनेर के भन्नु भ्लगमा त्यसो भन्नु नमिल्ने हो होइन गर्लफ्रेन्ड हुने मान्छेले त्यसो भन्दा त हुन्थ्यो होइन नहुने मान्छेले के भन्नु छुट्टुक्क डिस्क्रिप्सनमा हालिदिउँला भरे के भन्न खोजेको भनेर होइन यहीँ धुने धुन म पारिहाल्छु मेरो यसले हुनु परेन अनि बहाल्न त के गरी भइरहेको छु अनि म त प्रगति गरेर बसेको छु गाइस अमलाको टुप्पै छैन त मासतिर त खोलेर उनीहरू ढुङ्गै ढुङ्गा खाँदा ठुलो ढुङ्गे खालि अझै कतै म यता हाम्रो साथीको घर पनि थियो ठ्याक्कै कहाँनिर भन्ने थाहा पाउनु सकिनँ म पनि एकपल्ट राति राति आएको पूजाको बेला होइन थाहै छैन कहाँनिर हो कपालले पनि दुःख दियो गाइस एकजनाको मेसेज आउँछ भनेर अघिदेखि पढेको अहिलेसम्म आएन यस्तै छ जिन्दगी जस्तो जिन्दगी अहिले यस्तै हो अब ठाउँ भेटेपछि फेरि बनाउँछु होइन अहिलेलाई चाहिँ गाइस हामीले चाहिँ होइन अहिले कति माथितिर आज ठाउँ भेटिसकेको छ यस्तो छ अब यहाँ हल्का थुनथान पार्ने ढुङ्गामा धुने लुगा खोलाखण्डी छ पानीमा चाहिँ अब यहीँ धुने हो बिस्तारै बिस्तारै फास्ट फरवार्डमा अलिअलि भिडियोको क्लिप्सहरू देखाउँदै गरौँ न होइन अब यहाँ खोला धुनु पऱ्यो पहिला अब यहाँ हामी पनि दुईजना मात्रै हो दुईजनाले काम गर्नु परिहाल्छ भिडियो बनाइदिने पनि अरू कोही छैन र अहिलेलाई चाहिँ भाइ है ल गाइस हामीले चाहिँ फेरि खोला तयार पाइसकेको छ होइन गाउँमा त लुगा धुनलाई यसरी खुलेर यत्रो छ यसरी बस्दाखेरि ठ्याक्क यति यति आइपुग्छ हाम्रो पर्सनल यसरी बस्नुपर्छ त्यो लुगा धुँदैछ कतिवटा सक्छ थाहा छैन मैले पखाल्नु पर्ने मेरो त हातमा घाउ छ यता नयाँ भएको छ यता नङ खोकिएको होइन ओहो गाइस हो देखाउनु हुँदैन थियो देख्नु भएन होला हाम्रो पर्सनल स्विमिङ पुल मजा भएको छ गाइस यता अर्को मोबाइल छ क्या देउराहरूको हात पनि डुब्नु दिनु हुँदैन यो हातमा त अब अर्को फोन भएको यसलाई झन् डुब्न दिने कुरै भएन फेरि यहाँ एउटाले घर पुग्दासम्म लड्थ्यो त मोबाइल झारी छैन भने ओहो गाइस हो एकछिन है मेरो गाइसमा फेरि आइसकेको छु हाम्रो यो पर्सनल स्विमिङ पुलमा अहिले चाहिँ घाम पनि मस्त मस्त लाग्दिरहेको होइन किनभने त होइन आकाश पनि आज त राम्रो छ पानी पर्दैन होला पानी पऱ्यो भने त मेरो बिजोग हुन्छ अब एकछिन म आराम गर्छु ठ्याक्क सिरानी हालेर ढुङ्गामा लुगा धुइसक्छ अनि सँगै नहोला यस्तो गाइस अब म एकछिन निराउँछु होइन त्यसपछि फेरि भेटौँला बाई बाई भन्दा नि म यहाँ लुगा धोएको यसो भिडियो बनाएर ल्याइदिन्छु ल बस गाइस यो यहाँ लुगा धुँदैछ मेरो फोन यहाँ पानी हुन अलिकति मात्रमा आइछ हुँदैन त होला नि बाढी आयो भने त मलाई पनि लिएर यसले लुगा धोएको त्यस्तै हो अब म बोल्दिनँ होइन किनभने भरे भिडियो फास्ट फरवार्ड गर्नुपर्छ मरे पनि मैले नुन लगाउनु पर्दैन मरे पनि मैले नुन लगाउनु पर्दैन बहुत बुरा रे
हेलो गाइस, हामीले लुगा चाहिँ धोइसकेको छ होइन। पारी पारिसकेको आउँछ सबै लुगा। अब नुहाउने पाला आइसकेको छ होइन। नुहाउन मस्तले नुहाउनुपर्छ। मेरो इन्स्टालमा मैले यो सुकिरहेको छ होइन। अनि राम्रोसँग देखाइदिन्छु भनेको मैले चाहिँ यहाँ जुत्ता त सुकाउनै बिर्सेछ। पहिला जुत्ता सुकाउँछु म होइन, त्यसपछि देखाउँला नुहाएको। ल जुत्ता छिटो सुक्यो भने झन् फाइदा होइन। अब नुहाउनुहोस्। फोन चाहिँ कहाँ राख्ने भन्ने कुरा हो क्या। फोन चाहिँ कहाँ राख्ने भन्ने कुरा हो क्या। होइन पर त। हेलो गाइस, हामीले चाहिँ अब होइन 9:16 रेसियोमा नभएर 16:9 को रेसियोमा के बनाएको छ होइन। हामी चाहिँ अझै 1-2 घन्टा नि सुत्ने विचारमा छौँ होइन। त्यही भएर अहिलेको लागि चाहिँ अफ गर्ने भिडियो। अहिले जाने बेलामा फेरि आउँला। तब तक के लिए बाई बाई, शुभरात्रि। पानी छिर्नु थालेर मैसा आउनु भयो घर जाऊ पानी गर।
मिलेन भन्ने हो अझै कतै पनि यता हाम्रो साथीको घर पनि थियो ठ्याक्कै कहाँनिर भने थाहा पाउन सकिनँ म पनि एकपल्ट राति राति आएको थिएँ पूजाको बेलामा होइन थाहै छैन कहाँनिर हो गाई हामी फेरि अब नुहाइसकेर फर्किँदैछौँ होइन पढ्छौँ त्यो मनिषा नि हो हामीसँग पढ्छ गाई छु हामी चाहिँ खोलामा आइपुगेको थियौँ होइन हामी जुन माथि रोप्न लाग्दै थियो त्यो चाहिँ मनिषाको रहेछ होइन मनिषा चाहिँ हामीसँगै पढ्ने हो यही एउटै क्लासमा अनि अहिले उसको घरमा चाहिँ आएको छ अनि उसको गाउँको नामै आप्टाट हो क्या खासमा अनि उसको घरमा चाहिँ आएको छ अनि गएर दिने भए खाने हो नभए नखाने भनेको त्यही नि नजाने रे आएको भए त हुन्थ्यो अब गएर नि यतैदेखि नै रोडाउने तर होइन होला हिँड्न हिँडे जहाँ पुग्यो नि केही हुँदैन मनिषा घरमा चाहिँ आँप छ क्या नि आँप दिने भए खाने भनेको त्यही नि आएन अब भेट्यो भने खाउँला ठिकै छ चोरेर होइन आन्टीले नि खानु हुनुभएको छ ओहो मनिषाहरूको त्यस्तो रहेछ धानको लागि हामी चाहिँ फर्किँदैछौँ मेरो झोला चाहिँ धोएको थिएँ मैले भन्दा नि यसले धोएको थिएँ मैले पखाएको थिएँ सुकेन छ अब चिसै बोकेर त जानु पऱ्यो भरे पानी जुएर पेन्ट पनि लाउनु नहुने हुन्छ यार पाइन्ट के बोक्नु हातमा झुक्नु होला हिजो भने त फेरि बुझेको हुन्छ के एउटा मलाई पनि देखाएन मेरो भ्लगमा मैले देखाउँदैन भनेको छ के गर्नु झन्डै कागुरु अब सकेन ठुलो ब्याग बोकेको छ भनेर ढाक देखाएको छ ओहो उठ्दै त रोड पानीको पर्नु थाल्यो बाटै भिजाउँछ क्या 15-20 कागती लाने होइन कागती लाने हातमा गाई नभएन भएको उयो छ नि बाटो उयो यहाँ पनि टिप्न ठाउँ न यहाँ पनि छ त टिप्न उयो यहाँ हेर्दा उयो यहाँ मोबाइल यताबाट होला क्या बाटो यहाँ ट्र्याक्टर आउँछ जस्तो पनि अन्डरस्ट्यान्ड गाई नेक्स्ट अन्डरस्ट्यान्ड हामी नि हो भाग्ने छैन फेरि अब लगेर पनि हामीलाई बाल भएर हामीले यसमा भन्दै गाइजो आगो चोराउनु हात बोल्यो के अहिले पुरा गएर बनाउँदा गाइज भ्लग हात लास्टै गऱ्यो अहिले बाई बाई यो चाहिँ हातबाट कागतिर हात
1 2 3 4 5 6 7जना कागज होइन आँप 7जना कागज गरी 7जना भन्ने कुरो जानुपर्छ भनेर के भन्नु होइन हामी त्यस्तो चोर त होइन त्यही पनि अब खान नपाउने ठाउँमा पाउँदाखेरि कसले खाँदैन होला र होइन त्यो गाई त्यो मान्छे छ अगाडि होइन आफ्नो गर्नुपर्छ यार के भने पुग्छ जान्छ फेरि है गाई भाइ है हामीले चाहिँ होइन फर्किने बेलामा चाहिँ 4 नै बज्छ होइन थियो अहिले चाहिँ भर्खर 3 बजेको छ होइन अनि अहिले चाहिँ बाटोमा आउँदा चोरेको नि अब त्यो खानु पनि त पऱ्यो होइन चोरेर मात्र भएन उसको भित्रपट्टि घाउ भएको राम्रो खानु हाँ हालेछ पाक्न पाक्ने खाँदा आँप आँप बोकेर नपाक्दा चाहिँ मिठो पाक्दा चाहिँ किन नहुन्छ हौ आएको पनि हो घाउले गऱ्यो नि त भिडियो त तेरी माकी घाँटी अड्क्यो साह्रै अघि पानी पनि खायो नि अहिले चाहिँ मस्त घाम लाग्दाखेरि चल्यो मेरो भर्खर स्याहार छोडेछ होइन खानु नहुने खै मेरो नभए त म यो भन्दा पनि छिटो हुने खानु भगवान्ले साथी हो भने मेरो हुँदैन गाई हेयर चुरोट खानेको मधुमेहको बिमारी हेयर चुरोट खानेको मधुमेहको बिमारी बसा गाई ओए ए त्यस्तो हुँदैन बस बस ओए राम्री केटी थिए गाई केटी राम्रो थियो गाइजको यार मध्य म आउँछु त्यसको नाम के हो गाइज ओ देखेन होला क्यामेरामा त है देख्यो होला चिन्नुहुनेले भन्नुहुन्थ्यो होला को भनेर जसले देख्यो नि भन्दिनँ होला एउटा यहाँ भ्लगिङ गर्ने थियो एउटाको च्यानलमा अर्कैले हो त्यसले मन परायो मसँग व्हाट्सएप दिने यस्तो एउटा केटीकेटीले भनेर बोका प्रविधि छैन है राम्रो लागेकोलाई राम्रो भनिदिन्छ सोच्नेले जेसुकै सोच्छ हामीलाई बात